सीमामा पर्ने यी सबै बिजोडी नम्बरका पिलरहरू चाहिँ सशस्त्र प्रहरी बलद्वारा अबदेखि आजका दिनबाट सुरु भएको छ र यो नसकिन्जेलसम्म यो क्रम चाहिँ चलिरहन्छ। नक्सामा भएका हाम्रो अभिलेखमा भएका पिलरहरू मध्ये केही पिलरहरू अहिले पनि मिसिङ अवस्थामै छन्। ती कुन कुन मिसिङ छन् भन्ने कुरा हाम्रो चाहिँ डाटा हामीसँग व्यवस्थित डाटा छ। छिमेकी मित्र राष्ट्र भारत र नेपालको बीचमा रहेका हाम्रो यो सीमामा रहेका पिलरहरू खास गरी 3 साइजका पिलरहरू, एउटा ठुलो, एउटा मध्यम र सानो गरिकन नेपाल यो हाम्रो प्रचलन कस्तो छ भने बिजोडी पिलर नेपालले चाहिँ सामान्य मर्मत सम्हार गर्ने, जोडी पिलर चाहिँ इन्डिया पक्षले चाहिँ वार्षिक रूपमा मर्मत सम्हार गर्ने एउटा यो नियमित शेड्युल रहेको हुन्छ। यही नियमित शेड्युल अन्तर्गत चाहिँ आजबाट हामीले नेपालको जिम्मेवारीभित्र पर्ने ठुला मजौला र साना गरिकन जम्मा 133 वटा पिलरहरू चाहिँ आजबाट रङरोकन र सामान्य मर्मत सम्हार, सामान्य प्रकृतिका मर्मत सम्हार चाहिँ हामीले यही 108 नम्बर 205/7 नम्बरको यो पिलरबाट सुरुवात गरेका छौँ। भारतीय समकक्षहरू पनि आज यस कार्यक्रममा उपस्थित हुनुभएको थियो र यो सुनसरी जिल्लाको सँग जोडिएको सीमामा पर्ने यी सबै बिजोडी नम्बरका पिलरहरू चाहिँ सशस्त्र प्रहरी बलद्वारा अबदेखि आजका दिनबाट सुरु भएको छ र यो नसकिन्जेलसम्म यो क्रम चाहिँ चलिरहन्छ। औपचारिक कुरा भएको छैन, अनौपचारिक कुराहरू आज भयो र निकट भविष्यमा चाहिँ चुनाव केन्द्रित भएर नेपालको चुनाव केन्द्रित भएर एउटा चाहिँ जोइन्ट सेक्युरिटी क्रस बोर्डर मिटिङ गर्ने भन्ने एउटा चाहिँ अनौपचारिक चाहिँ कुरा भएको छ। थप कुराहरू पछि हुन्छ। जुन नक्सामा भएका हाम्रो अभिलेखमा भएका पिलरहरू मध्ये केही पिलरहरू अहिले पनि मिसिङ अवस्थामै छन्। ती कुन कुन मिसिङ छन् भन्ने कुरा हाम्रो चाहिँ डाटा हामीसँग व्यवस्थित डाटा छ र त्यो मिसिङ पिलरलाई चाहिँ पुनर्स्थापना गर्ने सवालमा एक पक्षले मात्रै र स्थानीय तहबाट मात्रै त्यो सम्भव छैन। स्टेट लेभलमा केन्द्रीय तहबाट चाहिँ त्यो गर्नुपर्ने भएको हुनाले सरकारले त्यो विषयमा अब आवश्यक पहल कदमी लिन्छ। शेड्युल छैन, गर्दै जाँदाखेरि अब भ्याएसम्म सकेसम्म केही पिलरहरू अब पानीले डुबेका छन्, त्यो पानी ओबाएपछि ड्राई भएपछि गर्दै जाने हो। यता चाहिँ फर्केर गर्नु